हेलो नमस्कार मेरो नाम अमिता महर्जन र तपाईहरुलाई चाहिँ मेरो सानो मिनी भ्लगमा स्वागत छ। म चाहिँ ठ्याक्क मेरो अमेज डान्स स्टुडियो नेपालको ठ्याक्कै रुम अगाडि छु र यो ठाउँ चाहिँ ललितपुर चापागाउँ प्याङ्गा पोखरीको ठ्याक्कै अपोजिट साइडमा रहेको छ र आजको दिन चाहिँ एकदमै रेनी पानी परिरहेको छ र पानी पर्दै पनि आजको सैटरडे को क्लास चाहिँ कस्तो हुँदैछ भनेर म तपाईहरुलाई यो भिडियो मार्फत चाहिँ देखाउन गइरहेको छु। सो फर्स्टमा चाहिँ म अब रेडी हुन्छु। अहिले चाहिँ ठ्याक्क 8:30 भयो। 9 बजेबाट चाहिँ मेरो कथक क्लास छ। सो त्यसको लागि म फर्स्टमा रेडी हुन्छु है त। अब चाहिँ म मेकअपतिर लागे अनि स्टोरेज फुल हुन्छ भनेर चाहिँ मैले टाइम ल्याप युज गरेँ र यो चाहिँ मैले बिस्तारै मेकअप गरिरहेको थिएँ तर यसमा चाहिँ फास्ट देखिरहेको छ। दिस इज माई लुक मेकअप पछाडिको र ठ्याक्कै एकजना नानी चाहिँ आइपुगेको छ। 9 बज्न कति मिनट बाँकी? 10 मिनट बाँकी छ। सो आइपुगिसकेको छ। सो म चाहिँ वेट गर्दैछु सबैजनालाई। ल अब नानीहरू आइसके पछाडि फेरि भिडियो बनाउने छु। त्यस पछाडि कुर्दै मैले चाहिँ यो घुङ्रो लगाएर बसौँ अनि अलिकति रिहर्सल पनि गर्दै गरौँ भनेर वार्म अप पनि गरौँ भनेर चाहिँ मैले फर्स्टमा घुङ्रो लगाएँ। घुङ्रो लगाइसके पछाडि म एकछिन वार्म अप गरेँ। त्यसपछि नानीहरू भयो। फर्स्टको आर्यका, सेकेन्ड प्रार्थना, थर्ड एजल, फोर्थ, फिफ्थ बोथ अफिस हैन फिफ्थमा। ल घुङ्रो लगाइहाल्नुहोस् त। ढिला हुनुभयो 5 मिनट। डान्स स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ हामी जहिले पनि नमस्कार गर्छौँ। चाहिँ कथकको नमस्कार गर्छौँ। त्यस पछाडि म एकछिन नानीहरूसँग निस्केको थिएँ र उहाँहरूले चाहिँ नमस्कार गर्नुभयो र यो चाहिँ वार्मअप सँगसँगै तत्कार हस्तक हामी गरिरहेका छौँ। एकदमै तातो पनि भएको छ। चिसो मौसममा गर्मी भएको थियो। यो गर्दा गर्दै यो चाहिँ हामी लगभग 15 मिनट जति चाहिँ हामी तत्कार र हस्तक गर्छौँ। सो एकदमै रमाइलो भएको थियो। त्यस पछाडि चाहिँ हामी कोरियोग्राफीतर्फ लागे। यो चाहिँ मैले थोरै कोरियोग्राफी गरिदिएको थिएँ। त्यस पछाडि क्लास सक्यो र उहाँहरूले चाहिँ घुङ्रो फुकाल्नु भयो र उहाँले फुकाल्नु भएको ज्याकेट धेरै नै गर्मी भएको भएर उहाँले सबै फुकाल्नु भएको थियो र अब चाहिँ बाई बाई गरिदिन चाहिँ एजल लिएर प्रार्थनाले पनि। एउटा फर्स्ट क्लास सक्यो हाम्रो असिस्टेन्ट टिचर। अब नेक्स्ट क्लासको लागि रेडी। वाउ व्हाट इज दिस? थ्याङ्क यू। यो त के हो सरप्राइज जस्तै भयो। थ्याङ्क यू। ल म चाहिँ रेडी छु या पुस्न? ऐना पुस्न रेडी भइरहेछ हाम्रो। रेडी। अब चाहिँ मेरो सेकेन्ड क्लास स्टार्ट भइसकेको छ। यहाँ सिनियर ग्रुपहरू हुनुहुन्छ जुन चाहिँ ब्याचलर कथकको ब्याचलर फर्स्ट इयरमा हुनुहुन्छ। 5 जना थियो, 3 जना मात्रै भयो आज। 2 जना पानी वेदरको कारणले गर्दा 2 जना चाहिँ एब्सेन्ट। ल लाइलो गर्दैन सबैजनालाई। ल अब हामी सुरु गर्छौँ है। 3 जना भए पनि नो प्रब्लम। आज किन कुर्ता नलगाएको आएको? आज वेदरको कारणले गर्दाखेरि बाटो सबै हिलो थियो अनि खुट्टा समात्ने कसरी ब्याग समात्ने त्यही भएर। तपाईँ कहाँबाट आउनु भएको रे? लेलेबाट। तपाईहरू यो क्लास कता छ रे? प्याङ्गा पोखरीको ठ्याक्कै अपोजिट साइडमा छ नि हैन? टी टाउन क्याफेको माथि होला ए ल ल ल ओके राखे ल। त्यस पछाडि फेरि वार्मअप सुरु भयो हाम्रो। आथे भनेर वार्मअप स्टार्ट भयो र हामीले यो पनि 15 मिनट जति गरेका थियौँ। सेकेन्ड क्लासमा पनि 15 मिनट। सो यसरी नै हाम्रो वार्मअप पनि 15 मिनट पछि सकियो र त्यस पछाडि कोरियोग्राफीतिर लागे यहाँ पनि। सो त्यस पछाडि चाहिँ उहाँहरूले चाहिँ गतभाव गर्दै हुनुहुन्छ र उहाँहरू ब्याचलर फर्स्ट इयरको एक्जाम प्र्याक्टिकल एक्जाम दिँदै हुनुहुन्छ। सो त्यसको लागि चाहिँ हामीले चाहिँ यो गतभाव चाहिँ मैले चाहिँ सिकाएको थिएँ र उहाँहरूले चाहिँ गरिरहनु भएको छ। साथीहरू हाम्रो सेकेन्डवाला क्लास पनि सकेको छ। नमस्ते गरिसक्यो तर यहाँ हेर्नुहोस् त हाम्रो
सानी नानी 2 बजेवाला नानी 1 घण्टा अगाडि आउनु भइरहेछ कति क्युट हो नमस्ते गरिदियो त के हो नाम पनि भनिदिउँ न मोमोको बास्ना आइरहेछ मुखमा ओ मोमो खाएर आउनु भएको है ल हो रहेछ त सो सेकेन्ड क्लास पनि सकिएको छ र आज चाहिँ भोलि बर्थडे आज नै गिफ्ट मैले पाइसकेको छु थ्याङ्क यू भोलि भेट्न पाउँदैन न आउनुपर्छ थाहा छैन है मलाई थाहा छैन मेरो भोलि बर्थडे रहेको भएर आज चाहिँ भोलि आउन नपाउने भएर आज नै उसले गिफ्ट ल्याइदिएको छ सो या अब लास्ट क्लास 2 बजीदेखि 4 बजीसम्म अब चाहिँ खाजा खान गएको हामी बाई बाई चाउमिन चाहिँ खान आइरहेछौँ सजना कस्तो लागिरहेको मिठो लागिरहेको खाए ल फास्ट चाहिँ हाम्रो लास्ट क्लास सम्झना आएको छैन यिनीहरू घुम्नु लाउँदै हुनुहुन्छ यता गफ गरिरहेछन् घुम्नु लगाउँदै तपाईँहरू घुम्नु लगाउँदै गफ गर्नु भएको हेलो गरिदिनुहोस् त सबैजनाले हेलो आज आउनु भएको छैन हामी कुर्दैछौँ अहिले 2:05 भयो होला होइन ओके सो 2 बजीदेखि 4 बजीको क्लास अब स्टार्ट हुँदैछ सो थर्ड क्लासमा पनि सुरुमा नमस्कार गर्दैछौँ हामी नमस्कार सकेपछि फेरि वार्मअप स्टार्ट 15 मिनट तातेतेत आथेतेत गर्दै 15 मिनट हामीले यो तत्काल र हस्तक गरेका थियौँ त्यस पछाडि चाहिँ उहाँहरूलाई चाहिँ मैले चेक गर्न खोजिरहेको छु उहाँहरूले कति समय प्र्याक्टिस गर्नुभयो भनेर हेर्न कोसिस गरिरहेको थिएँ त्यस पछाडि स्पिकर अन नै भएन र म आफैले गीत गाएर चाहिँ उहाँलाई चाहिँ गुरु बनाएर प्र्याक्टिस गराएँ त्यस पछाडि टोडाहरू पनि प्र्याक्टिस गराएँ यसरी पहिला सिकेको चिजहरूलाई चाहिँ गराइसके पछाडि अनि फेरि कोरियोग्राफीतिर लागेको थिएँ र यति गर्दै टाइम अफ भयो सो म चाहिँ सकाउनलाई फेरि नमस्कार गरेका थियौँ मनी यहीँबाट धोते सक्यो भनेर याहु गरे पछाडि फेरि फोटो खिच्न मन लाग्यो सबैजनाले घुम्नु लाएर आउनुभएको थियो र हामी फेरि भिडियो एउटा बनाउँछौँ भनेर यो बनाउँदैछौँ दिस इज द लास्ट पार्ट आजको सो या फाइनली क्लास पनि सक्यो कस्तो लाग्यो त आजको क्लास गाह्रो भयो थाकिरहेछ छ पानी परिरहेछ अब कसरी जाने भिजेर जाने ओ मैचा 1 घण्टा अगाडि आउने मैचा ल आजलाई क्लास सक्यो र मेरो मिनी ब्लग पनि यही समाप्त भएको घोषणा गर्न चाहन्छु बाइ बाइ